चाहिँ पुलमा हेल्प गर्नु जाँदैछु। मामा बानिस जाँदैछु तल बरेङ खोलामा चाहिँ हामी है शेर्पा एसोसिएसन जाँदैछु। केटाकेटीको ब्लग खोलिदिएको कि यो चाहिँ बरेङ लोवर बरेङ भन्यो नि, लोवर बरेङ हो, लोवर बरेङ। यो त के पत्थरे डाँडा हो पल्जर? ए लोवर बरेङ डाँडा हो पो। यहाँबाट जानुपर्ने जाँदैछौँ हामी चाहिँ। बरेङको पुल अस्तिको भर्खरै भत्काएर चाहिँ त्यहाँ बनाउँदैछ है। हामी चाहिँ खाना बनाएर चाहिँ उनीहरूलाई काम गरेर चाहिँ खुवाउनु पर्ने जाँदैछु सघाउन। हामी चाहिँ तलबाट आएर मामा बानी अरू चाहिँ अघि पुगेको रहेछन्। पर यो के भन्छ गोर्खे होला यता पारी देख्ने चाहिँ त्यहाँ बरेङ भन्ने ठाउँमा आएको छु कि यहाँबाट परला जाने रहेछ। गोरु हो कि गाई हो आमा। यो पहिरो बत्किने ठाउँमा पाला तल खोलामा त्यहीँ जस्तो लाग्यो। छुट्टीमा अब आज सटरडे छुट्टी रहेछ, त्यो भएर छुट्टीमा पारेर चाहिँ अरू बेला त भ्याउँदैन, सबै बिजी हुन्छ। ड्युटी जाने ड्युटी गइरहन्छ। बाटो त उक्क लाउँदा धातु पुग्नेछ त। तिमी त स्पिड दिँदो रहेछ त बानी भएर होला। क्या डोला त ओह्रालो रहेछ यता। यहाँ बाटो गुलमल भएछ मामा बानिसको कि कता यहाँ कहाँ पुग्नु। हामी चाहिँ लेट भयो कि गुरुपुर चाहिँ अघि पुग्नु भएको छ। कहाँबाट जानुपर्ने फोन लाग्यो ला, नेटवर्क पनि प्रब्लम देखायो नि। यस्तो बत्किएको रहेछ र यहाँतिर। बाटो र डिभा त कतातिर। रोड त रोड एउटै लग्यो रहेछ नि यहाँ। आम्मा यहाँ रोड रहेछ नि पिएनजिएसको पहिला पत्थरे पुग्ने रोड अरे यो बरेङबाट। हो कताबाट हो बाटो यहाँ जाँदा? त्यो पहिरो बत्किएको थियो। पहिरो एउटा घर रहेछ तल्लोपट्टि आइपुग्ने हो। त्यहाँदेखि त उन्दो त बाटै छैन त कताबाट पहिरो बत्किएको छ भन्नु नि। तल्ला लोकेसन मिलेर चाहिँ अब चाहिँ पुग्नु आएको थिएँ। यहाँ तल रहेछ नि। आम्मामा कम त हिँड्नु पर्दैन रहेछ। फर्स्ट टाइम हिँडेको यो बाटो हो, कहिले आएको थिइनँ। निकै लामो बाटो रहेछ यी। पुग्नु पर्ने छ त। आम्मा टाइट। यहाँ बत्किएको रहेछ त्यही। आम्मा तुस भन है तुस पोखियो मेरो हिँड्दा। यहाँ तल रहेछ नि पुल चाहिँ कहाँ बनिँदो रहेछ। आम्मामा घाम लाग्यो त्यस्तै। पत्थरै जाने बाटो हुन्छ। पर्दो रहेछ साह्रो। यहाँ तल खाजा पनि रेडी भइसक्यो। हामी त अलिक टाढो पऱ्यो कि तल हलदेखि लेक पोस्ट रहेछ। साह्रो पर्छ झनै मरिने हौ मान्छे। यो खोला त्यता रहेछ। यस हेट कम त लामो बाटो छैन रहेछ त नि। हिँड्दा अन्त टसी दिले। ठिकै भाइ। ठिकै न चार्ज निकै टाढो पर्दछ नि त। चार उहाँहरू त नजिक गएर खट्नु हुँदो रहेछ। झन्डै मऱ्यो त। कम त टाढो बाटो छैन रहेछ त्यो। यहाँ रहेछ पुल चाहिँ कतातिर रहेछ। यहाँ चाहिँ हामी चाहिँ हेल्प गर्न आएकै त्यहाँ रहेछ काम गर्ने।
यहाँ हाम्रो ब्यानर टाल्दैछ शेर्पा एसोसिएसन छ हामी यहाँनिर अब हामी चाहिँ खाना बनाउन थाल्यो हाम्रो यहाँ च्याङमाको चुजुम आउनु भएको रहेछ सघाउनु यहाँनिर के रेडिङ रहेछ यहाँ फुलकोपी बोइल हुँदैछ म चाहिँ कुकमा सघाउनु लागि कुकतिर सघाउनु म चाहिँ कुकमा पऱ्यो हो अब पर पुल बनाउने डलाइमा काम गर्नेलाई चाहिँ खाना बनाउँछु दाल रेडी भइहाल्यो टमेटो काटेको छ हजुर ला चुचु म त याद भएन त ल म पनि नयाँ परेर छैन रहेछ ल चुचु यो त पुरानो घर अब उहिले बस्थ्यो अरे यहाँ चाहिँ छोडेको रहेछ हो ए यहाँ फोनमा पो बातमा पुरानो घर रहेछ उहिले बस्थ्यो अरे कि यहाँ चाहिँ अब छोडिसकेको रहेछ खाना बनाउँदैछु म चाहिँ हो कोही उता बल्ल बोक्नु कोही यहाँ सिमेन्ट असर्दैछ हो यो पर त्यहाँ देख्नु हुँदैछ त्यहाँ चाहिँ अहिले पुलहरू पनि तपाईँलाई देखाउने चाहिँ म चाहिँ म एकजना दाजु छ हो एकजना भाइ सघाउँदै चाहिँ सेवा गर्न आएको हामी चाहिँ हो खोटी राखिदिनु हुन्छ सुरु यहाँ छ भिडियो गर्न भिडियो रेडी छ गर्दा यहाँ सुजु र उहाँ र म चाहिँ कुकमा परेको छ चिनी हाल्नुहुन्छ यहाँ च्याङमा हुन्छ एउटा यो रेडी भयो न्युट्रेला सब्जी यहाँ अब गोर्खे चटनी उहाँले यहाँ उसको उहाँको ट्रन घरमा पिलो मिलिमिली पकाउँदैछु आराम चाहिँ नि यहाँ हाम्रो चुल्टिम भाइ पापा हेरौँ है केटा कमेन्ट लाइक गरौँ उहाँलाई साह्रो चाहिँ यहाँ हाम्रो भाइ खेल गर्नुहुन्छ पैसा गर्ने आयो भिडियो गरिराख्नु बेलुकासम्म सक्छ कि नि साह्रो पर्छ नि कम्ता लामो छ त्यो हेर्दै यहाँनिर पहिला त्यो बोल फुट्यो भनेर चाहिँ यहाँनिर वहीँ पुलमा चाहिँ काम हुँदैछ यहाँ मुनि गिटी ठटाउँदैछ नि त त्यहाँबाट उँभो सप्लाई गर्ने आज सक्छ सक्दैन हो यहाँ चाहिँ हामी सहयोग गर्न आएको हो खाना बनाउँदै यहाँ हाम्रो रिड्डीको नि तपाईँ यहाँ उहाँ आउनु पनि यता सघाउनु रहेछ त्यो त बरेङ खोला नि ए रमम खोला यहाँ चाहिँ रोड नचुट्नु अन्त है टुरिस्टहरू होमस्टे दामी चल्थ्यो त्यसो त अरे त छक्कै पऱ्यो रोड चाहिँ माथिसम्म जोडेको थियो चाहिँ यो अस्ति त्यो माथि उँभो गोर्खे यो कहाँ धाप भन्ने ठाउँहरू चाहिँ यो मन फुटेर आएको रहेछ नि त्यति बेला बर्खाको टाइममा त्यति बेला सबै रोडहरू माथि यो जति सेतो सेतो देख्ने ठाउँमा रोड थिएछ सबै उयो भएर आएको सबै भत्काएको रहेछ नि त्यसमा चाहिँ यो अग्लो पुल बनाउँदैछ यहाँनिर सबै हेल्प गर्ने यहाँ बरेङ रिब्दी अन्त शेर्पा केटी कुराहरू छ हाम्रो शेर्पा एसोसिएसनको यहाँ हाम्रो लन्च लिनु हुँदैछ
हो त पिकनिक गोर्खे गोर्खे प्लेट पठाउनु ल मलाई दिया आउनु त भाइ आउनु केमा लानु नि हो त्यसमै हजुर गोर्खे लिनु पठाउनुहोस् ल यहाँबाट चाहिँ सल्भ हुँदैछ यहाँ मिनमा अझै हाम्रो ग्रुपको सिनियर हुनुहुन्छ एकदमै एक्टिभ उहाँ आइला गोर्खे पनि लिएर आउनुहोस् त्यहाँबाट गोर्खे त यसरी यसरी लगिदिन्छ ल गोर्खे यहाँनिर गोर्खे गोर्खे ए भाइलाई यो सट्टै लगेर ल्याइदिनुहोस् ल गाम मजाले रहेछ बिहान यहाँ माथि चाहिँ बल्ल बोक्दो रहेछ तपाईँको यहाँ पर पारी यहाँ चाहिँ पारी पस्ने पुल सिक्किम र बङ्गालको बोर्डर है चाहिँ यहाँ चाहिँ पारी भएर पनि पुरा सघाउन आउनु भएको छ यहाँ छ खेमझुरो आउनु पनि बस्नु पञ्चायत भएर मेसो सघाउनु खेमझुरो बस्छ जानकारीहरू चाहिँ सघाउनु ठुलै पो बनिँदो रहेछ त है ठुलो पो बनिँदो रहेछ नसघाउने त जोड पाउनु सघाउनु त निकै जोड पाउनु भएको कराङले पनि हुनुपर्छ तब त बल्ल बोक्नु बेलुकै टाइम पनि 5:30 भइगयो वाक्क सकेर रिटर्न भयो है अब घरतिर यो ओह्रालो गएको यहाँ तल मुनिबाट चाहिँ अब यहाँ माथि डाँडादेखि चाहिँ फर्के अब चाहिँ सकिएर फर्किँदैछ अब यतिमै होला भिडियो पनि